एकदम सक्यो नि काम राम्रोसँग झकास भयो नि ठिक छ सर एकदम पानीले अलिकति शुभ साइड बनाइदियो काम पनि ट्याक्राकै सकिनु जाली पनि हालिसक्नु होइन अनि पानी पनि पर्यो एकदम राम्रोसँग काम भयो सम्पन्न भयो दुईटा रुखले एकदम सेफ भयो असिनाबाट अब एउटा कुरा चाहिँ यहाँ मैले नदेखेको चाहिँ सबैजनाले हेर्नुपर्ने र जान्नुपर्ने अब मेन माला धनीहरूले चाहिँ विशेष गरेर ध्यान दिनुपर्ने कुरा चाहिँ यसरी बोटमा चाहिँ यी डोरी लाएर बाँधेपछि यस्तो हुन्छ अनि भोलि गएर यही रुख चाहिँ अनि यो डोरीले खाँदै खाँदै गएपछि अनि त्यहाँबाट मर्छ त्यही भएर सबैले यो कुरालाई चाहिँ एकदम ध्यान दिउँ साथीहरू रुखमा चाहिँ डोरीले तारले बाँध्ने काम नगरौँ कहिले पनि यसरी बाँधेको खण्डमा यस्तो हुन्छ है यस्तो भएपछि अनि फेरि भोलिपर्सि गाह्रो हुन्छ रुख मर्छ अनि ल हेर्नुहोस् कति साह्रो भइरहेछ यहाँ यी डोरीले ल हेर्नु त साथीहरू डोरीले यस्तो गरिदिन्छ यी रुखलाई ल अनि यस्तो भएपछि ल अनि यो मर्दैन त रुख हो त्यही भएर भाँचिने सम्भावना बढी हुन्छ साथीहरू यो चाहिँ एकदम सबै मेन भनेको बुद्ध चित्तको माला धनीहरूले चाहिँ एकदम विशेष ध्यान दिनु पर्यो यो कुरालाई चाहिँ आफ्नो बोटहरूमा चाहिँ तार डोरी केले पनि बान्नु भएन भोलि गएर यो बोट बढ्दै जान्छ यो डोरी त टाइट भएर यस्तो यहीँबाट भाँचिने सम्भावना हुन्छ अनि बोट मर्यो बोट सुक्यो भनेर के गर्नु एकदम विचार गरौँ साथीहरू ल अहिलेलाई चाहिँ यति नै हो पानी पर्यो अब पानीमा फेरि भिजेर भिडियो बनाउनु कुरा हुँदैन ल म चाहिँ यतातिर ल पानी मजाले पर्यो साथीहरू ल जाली पनि हालिसक्यो यो चाहिँ पहिला 5 वर्ष नै ट्याक्राकै भयो यो जालीले जस 5 वर्षलाई मजाले काम गर्छ ल पानी नै एकदम ठुलो पऱ्यो साथीहरू म चाहिँ अहिले ल राखेँ